उहाँ छुट्नुभयो उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उहाँलाई धरोटीमा छाड्न आदेश दियो कसरी हेर्नु यसलाई त्यो मैले के भन्नु र अदालतको कुरामा बोल्नु मिल्दैन म बोल्दिनँ त्यो तपाईँले स्टार्टर त लेख्नु पनि 2 करोड बुझाइने 2 करोडको स्रोत के हो जय सुशासन भन्नुभएको छ त्यो के छ भने पारदर्शिताको पक्षमा उभिएको मान्छे त्यसले गर्दा पनि त्यसको स्रोत खोल्नुपर्छ त्यसो भए राष्ट्रपालले रवि लामिछानेले बुझाउने 2 करोड 74 लाख जुन बिगो बराबरको बैंक जमानत त्यो ग्यारेन्टी गर्नुपर्ने छ तपाईँलाई के लाग्छ खोल्नुपर्ने छ तपाईँलाई के लाग्छ तपाईँलाई पत्रकारलाई के लाग्छ त पत्रकारलाई स्रोत खोल्नुपर्छ त स्रोतहरू नखोलेकै कारणले गर्दाखेरि विभिन्न खालका होइन आरोप प्रत्यारोप होइन विभिन्न खालका लान्छना होइन यो त्यो हुने कुराहरू भएको कारणले अब चाहिँ हामी त्यता जानुपर्छ मुलुक त्यता जानुपर्छ के कुनै पनि अब एमाउन्ट होइन तलमाथि हुन्छ भने त्यसको चाहिँ स्रोत खोल्नुपर्छ भन्ने हो त्यति हो त्यो त सुशासनको पक्षमा हो नजिक उहाँसँग भेट भयो भने यो कुरा पनि तपाईँले राख्नुहुन्छ तपाईँले ब्याङ्क ग्यारेन्टी कसरी गर्नुभयो उहाँसँग भेट हुन्छ भन्ने छैन होइन उहाँ आफ्नो कार्यक्रममा जाँदै गरेको उहाँ अब आफ्नोमा जानुभयो होला कता के हो त्यो थाहा छैन सहकारी हुने सम्मान के कस्तो छ राजसभासँग किनभने सुदन गुरुङ जो जेनजी अभियन्ता अगुवा भन्नेले चाहिँ बालेन शाह कुलमान घिसिङ र अब रवि लामिछानेलाई हामी एक गर्छौँ भनेर भनिसक्नु भएको छ तपाईँलाई चाहिँ एक्लै जस्तो देखिन्छ के हो यो कार्य त अहिले हामी कोहीसँग पनि सोचेका छैनौँ त्यस्तो छ हामी आफ्नै तरिकाले जान्छौँ अगाडि म्हणजे यहाँ चाहिँ एकल ढङ्गले अगाडि बढ्नुहुन्छ एकल होइन 3 करोड नेपालीसँग श्रम शोषित पार्टीको कसैसँग सहकारी हुँदैन त्यसो 3 करोड नेपालीसँग हुन्छ भन्दैछु त तपाईँ पनि पत्रकार भएकोले मात्रै नत्र तपाईँसँग भइहाल्थ्यो मलाई पनि स्वागत गर्नुहुन्छ तपाईँले हो गर्थेँ पार्टी हिसाबले चाहिँ त्यसो भए कस्ता पार्टीहरूसँग कस्ता कार्यक्रम मिल्नेहरूसँग तपाईँको सहकार्य हुन्छ भनेपछि अहिले हेर्दाखेरि सहकार्य हजुर कस्तोसँग भन्ने हो स्वदेशी कुरा गर्नेहरूसँग स्वदेशी चाहिँ नै मुद्दा बोकेकाहरूसँग त्यो हुनसक्छ आज काठमाडौँ विशेष चाहिँ के हो खास ट्रान्जिट हो ट्रान्जिटमा मात्रै हो होइन ट्रान्जिटमा मात्रै हो यहाँ हाम्रो केही पनि छैन रविलाई चाहिँ अलिकति अघिल्लो सरकारी राजनीति पत्रिका साथी हो भन्ने कुरा गर्ने कि अरूको कुरा गरौँ हो अनि एउटा मात्रै म सोध्छु राजनीति पत्रिका साथी हो भन्ने थियो अहिले फरक परिस्थिति जेनजीको सरकार बन्यो अलिकति सहज भयो उहाँलाई न्याय मिलेको हो प्रतिशोध अलिकति खै त्यो मलाई थाहा भएन अब आरोप थियो के को थियो अब अहिले अदालतले धरोटीमा छोड्नु भएको छ होइन धरोटीमा छोड्नु भनेको पूर्ण रूपमा तपाईँको चाहिँ सफाई पाउनु भनेको चाहिँ होइन त्यसलाई चाहिँ अब जे अब हुन्छ होला पछि गएर अब फैसला हुन्छ होला वी हेभ टु सी हजुर